देख्न सक्नुहुन्छ उहाँको हरकत हेर्नुहोस् गुन्डागर्दी शैलीमा उहाँले गुन्डागर्दी शैलीमा यहाँ व्यवहार गरिरहेको यो दृश्यमा देखिरहनु भएको छ। क्यामेरा यहाँ रिपोर्टिङ गर्न आएका सञ्चारकर्मीमाथि उहाँले क्यामेरामाथि हातपात पनि गरिरहनु भएको छ। यो दृश्य देख्न सक्नुहुन्छ। पशुपतिनाथ क्षेत्र परिसरमा अवैध संरचना बसेर खडा गरेर बस्ने उहाँहरू यहाँ किन हटाउन आयो त? काठमाडौँ महानगरले किन हटाउन आएको? त्यो त उतासँग कुरा गर्नु। उहाँले हट्दै अवैध भनेर हटाउन आउनु भयो नि त। त्यही त मसँग हैन, उनीहरुले हटाएको उनीहरुसँग कुरा नि हट्ने कुरा गर्ने हटाउने कुरा गर्ने त होइन। उहाँले हटाउनु भयो भने हामीले बोलिरहेको छौँ किन इन्टरफियर गर्नुभएको हजुरले भन्न खोजेँ मैले। तपाईँ नेपालको मान्छे हो नि हो। गोरक्षनाथ बाबाको मठ त्यो मैले बुझेँ कि हामी गोरक्षनाथ बाबाको साधु बाहिर किन अनि यहाँ कुनै अवैध होइन यो। बाहिर किन कहाँ हो त? घर पशुपतिनाथ मेरो घर। कहाँबाट आएको? तपाईँ यहीँ जन्म विदेशीका शिक्षा 28 सालले शिक्षा मेरो होला केही थाहा छैन। मसँग कुरा गर्नु तिमीहरू तपाईँको जन्म यहीँ भएको हो। क्यामेरा र न्युज एक्सप्रेस हजुरहरू के एउटा जो हिसाब सन्तले हात अगाडि उठाउनुहोस्। यो दृश्य यहाँ कुन प्रेस विद्यालय पढेको काठमाडौँ महानगरपालिकाले पशुपतिनाथ क्षेत्र मन्दिर परिसरमा जुन बनेका अवैध संरचनाहरू थिए त्यसलाई हटाइरहेको छ। केही समय अगाडि उता जसलाई खाना खुवाउने भनेर विभिन्न संरचनाहरू बनाएका थिए त्यसमा काठमाडौँ महानगरपालिकाले ती संरचनाहरू हटाएको थियो भने पार्किङ क्षेत्रमा बनाइएका संरचना हटाएको थियो जो चाहिँ यहाँ लामो समयदेखि आश्रम बनाएर यहाँ चाहिँ उनीहरूले यहाँ बनाएका थिए र आश्रम बनाएका थिए र उनीहरू त्यसैमा बसिरहेका थिए। त्यस क्षेत्रमा पनि काठमाडौँ महानगरपालिकाको टिम आएर यति बेला यो हटाइरहेको छ। उनीहरूले यहाँ संरचना नै खडा गरेर बसेका थिए।